सबैको काममा आइरहेको छ। यो पनि इम्प्रुभ गर्छ हाम्रो यो मिनरल हुन्छ। अनि त्यसैले के गर्छ इम्युनिटी पावरको पनि पहिलादेखि बढाउँछ। किनकि अहिलेको दिनमा जस्तो हाम्रो तल के भयो भाइरल बिमारी आएको रहेछ एलएसडी लम्पी स्किन डिजिज, त्यसको सबै चाहिँ यो चाहिँ भाइरल बिमारी हो। खास यो भाइरल बिमारीलाई कम्ती गर्नुको लागि प्रिभेन्सन गर्नुको लागि अनि त्यसको इम्युनिटी पावर बढाउनु पछाडि यो चाहिँ बिमारीलाई केही पनि क्षति गर्नु सक्दैन। भएपछि त्यो चाहिँ इम्प्रुभमेन्ट भइहाल्छ। त्यसको लागि इम्युनिटी पावर पनि बढाइरहेको छ। अनि यो चाहिँ रेगुलर युज गर्नु पछाडि तपाईँको मिल्कको फ्याट एसिड पनि बढ्छ। सिक्किममा जस्तो यस्तो हुन्छ त्यहाँ चाहिँ फ्याट एसिड हेरेर त्यहाँ पैसा दिन्छ। जसको गाईको दुधमा जति फ्याट हुन्छ धेरै जति एसिड धेरै हुन्छ त्यसमा चाहिँ त्यसको पैसा पनि धेरै पाउँछ। त्यसको टेस्ट पनि धेरै आउँछ। कोही कोही बेला यस्तो हुन्छ दुधदेखि दही बनाउनु